यिनै विख्यात मान्छेले भन्ने गर्दछ भन्नुभएको कुराहरू मलाई याद आयो। संसारमा परमेश्वरभन्दा नेक्स्ट चाहिँ सबैभन्दा राम्रो असल हजुरहरूको दुःख बुझ्ने, हजुरहरूलाई वास्ता गर्ने, हजुरहरूलाई माया गर्ने, हजुरहरूको दुःखमा सुखमा साथ दिने भनेको चाहिँ तपाईँहरूको बाबा आमाहरू। आमेन। बुझ्नुहुँदैछ नि? संसारमा ईश्वरभन्दा नेक्स्ट हजुरहरूलाई वास्ता गर्ने, हजुरहरूलाई प्रेम गर्ने तपाईँहरूको बाबा आमाहरू। तपाईँहरू सफलता हुँदाखेरि बाबा आमाहरू खुसी हुन्छ। तपाईँको साथीहरू, रिलेटिभहरू सायद खुसी नहोला। बुझ्नुहुन्छ नि? होइन, तपाईँको साथीहरू सायद तपाईँको रिलेटिभहरू तपाईँहरू सफलता हुँदाखेरि सायद उनीहरू कता न कता अलिकति अपसेस हुन्छ होला, अलिकति जेलस हुन्छ होला। तर तपाईँहरूको बाबा आमाहरू चाहिँ तपाईँहरू सफलता हुँदाखेरि उनीहरू कहिले पनि जेलस गर्दैन। सो हाउ लक्की, हामी कति लक्की छौँ जसको चाहिँ हामीसँग प्यारेन्ट्स छ। अनि विदाउट प्यारेन्ट्स हामी यो संसारमा आउनु सम्भव थिएन। अनि बुझ्दै गर्नुहोस्, तपाईँ जति प्रब्लममा हुनु जानुहुन्छ, तपाईँ जति दुःखमा जानुहुन्छ, त्यो दुःखमा साथ दिने भनेको पनि त्यही बाबा आमाहरू नै हो। आमेन। साथीभाइहरूले, इष्टमित्रहरूले दुःखमा एकछिन होला एक दुई कुराहरू बोल्ला, तर सधैँभरिको लागि साथ दिने भनेको चाहिँ तपाईँको बाबा आमाहरू नै हो, तपाईँको प्यारेन्ट्स हो। मलाई एउटा कुरा याद आउँछ, 2019 कि 20मा एउटा हाम्रो घरमा जुन चाहिँ एउटा घटनाहरू घटिएको छ। अनि मेरो भाइ जो बिमार हुँदाखेरि मलाई त्यो कुराहरू याद आउँछ। अनि कहिले कहिले म त्यो कुराहरू सोध्छु। अनि हाम्रो बाउ यहाँ हुनुहुन्छ, त्यो कुराहरू मैले लिभिङ विटनेसको कुराहरू म तपाईँहरूलाई भन्दैछु, मैले बनाएको कुराहरू होइन। अनि मेरो भाइ जब बिमारी थियो, अलमोस्ट यहाँ घरमा हामी लिएर 7-8 महिनासम्म हामीले उसलाई टेक केयर गर्दाखेरि, अनि मेरो भाइको जुन चाहिँ कन्डिसनमा बिमार भएको थियो, उसको पाइखानाहरू, उसको पेटदेखि त्यो नराम्रो लेत्रा कुराहरू गइराख्ने, बगिराख्ने, त्यो कुराहरू चाहिँ ऊ मर्ने बेलासम्म त्यो स्टप भएन। अनि जब त्यसलाई सफा गर्नुको लागि, त्यो कपडाहरू धुनुको लागि चाहिँ अनि मलाई पनि अलिक अप्ठ्यारो लाग्थ्यो। अनि मेरो दादा पनि हुनुहुन्थ्यो, दादाले पनि कतिपय सामान हामीले त्यो प्रकारले हामीले गर्न सकिनँ। तर यहाँ बाबा हुनुहुन्छ, अनि उसले हरेक दिन त्यो रातभरिको दिनभरिको त्यो थाङ्नाहरूलाई उसले धुने काम गर्नुहुन्थ्यो। अनि त्यो कति नराम्रो त्यो सेन्ट आउँथ्यो है। कतिजनालाई सायद त्यो तपाईँहरू त्यो नजिक जाँदाखेरि थाहा भएको कुराहरू छ। अनि त्यो कुराहरूलाई धुने कुराहरू गर्थ्यो। अनि त्यो 6-7 महिनासम्म। अनि यो एउटा इमोसनल कुराहरू अनि हामी देख्न सक्छौँ। हाम्रो बाबा आमाहरूले हाम्रो लागि कति हार्ड, कति धेरै सेक्रिफाइसहरू गरिरहेको हुनेछ। अनि हामी कतिजना हामी मान्छेहरू के छ भन्दाखेरि चाहिँ हामीले त्यो उनीहरूले गर्नुभएको त्यो सेक्रिफाइसलाई, बलिदानहरूलाई, उनीहरूले गर्नुभएको त्यो फ्लेमलाई चाहिँ हामीले के गरिरहेको छ। हाम्रो छोराछोरीहरू, म सानो नानीहरूलाई मात्रै भनेको होइन, हामी जवानहरू, ठुलोहरू, तपाईँहरूको बाबा आमा जसको प्यारेन्ट्सहरू तपाईँहरू हुनुहुन्छ, म सबैलाई भन्दैछु कि हामीले बाबा आमालाई हामीले कतिको हामीले उनीहरूलाई केयर, कतिको हामीले वास्ता हामीले गरिरहेका छौँ। मेरो बाबाले होइन त्यो थाङ्नाहरू धुको यति नराम्रो त्यो ग्यास हुन्थ्यो होइन, त्यो मास्क लगाएर पनि त्यो बास्ना, त्यो मास्कले कभर नगर्ने यति नराम्रो त्यो लेत्राहरू, त्यो फोहोरहरू कुराहरूलाई हरेक दिन होइन, एभ्री डे होइन, रात बेलुकी पनि बिहान पनि होइन, दिनभरिको बेलुकी अनि रातभरिको चाहिँ बिहान धुनुहुन्थ्यो। एभ्री आवर त्यो थाङ्नाहरू यति हुन्थ्यो। मलाई त अलिकति कस्तो लाग्थ्यो। मेरो दादा पनि अलिक परपरि हुन्थ्यो। अनि सो यहाँ मेरो बाबा हुनुहुन्छ। सो यो दिनहरूमा जब यो प्यारेन्ट्स डे आउँदैछ, बाउआलाई आमालाई मान्नुपर्ने दिनहरू आउँदैछ, अनि योलाई सम्झना गर्दै यो विशेष गरी तपाईँहरूको लागि म उत्साह गराउन चाहन्छु। तपाईँहरू धेरै लक्की हुनुहुन्छ, तपाईँहरूसँग बाबा आमाहरू छ। कतिजना छैन, उनीहरूलाई त्यो कुराहरूको अनुभव छ। एकजना एकदम धेरै राम्रो त अनि पपुलर व्यक्तिले भन्ने कुरा गरिरहेको छ। उसँग जब केही थिएन, ऊ केही नभएको बेलामा
उसको बाबा आमाहरू थियो अरे अनि उसले त्यति बेला चाहिँ बाबा आमा यति केयर यति वास्ता गरेन। जब ऊ बढ्दै गयो सबै कुराहरू सफलता हुँदै गयो, उसँग सबै कुराहरू भयो, उसँग पैसादेखि लिएर हरेक कुराहरू भयो, गाडी बङ्गलादेखि हरेक कुराहरू भयो, तर उसँग चाहिँ के थियो त्यो समयमा प्यारेन्ट्स थिएन अरे, उसको बाबा आमा थिएन अरे। अनि उसले त्यो कुराहरू भन्ने गर्दछ मसँग सबै छ अहिले होइन, म जे भने पनि म त्यही गर्न सक्छु, म जहाँ जान्छु भने म त्यही जानु सक्छु, म जस्तो महँगो कपडा म लाउनु सक्छु मलाई इच्छा लाग्यो भने। तर एउटै कुराहरू चाहिँ मेरो मनमा एउटा 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 गिल्टी एउटा दुःख के छ भन्दाखेरि चाहिँ मैले त्यो बाबा आमा हुँदाखेरि चाहिँ मैले उनीहरूलाई के गर्न सकिनँ। तर अहिले जब मसँग सबै कुराहरू छ तब चाहिँ मसँग मेरो प्यारेन्ट्सहरू छैन, मेरो बाबा आमाहरू छैन, मैले उनीहरूसँग एक बसेर डिनर गर्ने मसँग छैन उनीहरू भन्ने कुराहरू एकजना विख्यात एकजना व्यक्तिले एक्टरले भन्ने गर्दछ। सो हामी वचनमा अलिकति जानेछौँ ल। एफिसीको पुस्तक 6 अध्यायको 1 देखि लिएर 3 पदसम्म म पढ्न चाहन्छु। त्यहाँ के लेखेको छ, बाइबलले पनि हामीलाई के भन्दछ, बाबा आमाहरूको विषयमा हामीलाई के भन्दछ। एफिसीको पुस्तक 6 अध्यायको 1 देखि लिएर 3 पदसम्म सजिलो पाराले म पढिदिनेछु है। तपाईँहरूसँग बाइबल छ भने मसँग निकालेर हेर्न सक्नुहुन्छ। एफिसीको पुस्तक 6 अध्यायको 1 देखि लिएर 3 पदसम्म यहाँ यसरी भनेको छ। बुक अफ एफिसियन्स च्याप्टर 6 verse 1 च्याप्टर 6 verse 1 to 3 यसरी भनेको छ, छोराछोरी हो हामी सबैलाई भन्दैछ, हामी सबै छोराछोरी नै हो, सानोहरू पनि ठुलोहरू पनि, हामी सबैजना छोराछोरी हो। हामी पनि एक समयमा सानो थियौँ र हामी सबैलाई यो वचन भन्दैछ है, छोराछोरी हो। यो होइन कि खालि सानो यो युथहरूलाई सन्डे स्कुलको नानीहरूलाई मात्रै भनेको होइन, हामी सबैलाई छोराछोरी हो। प्रभुमा आफ्नो आमा बुबाको आज्ञा पालन गर। सुन्नुहोस् है, प्रभुमा रहेर आफ्नो आमा बुबाको के गर्नु अरे, आज्ञा पालन गर्नु। आज्ञा पालन गरे भन्नु खोजेको चाहिँ के अरे, उहाँहरूको कुराहरूलाई सुन्नु होइन। अनि अर्कोमा